नमस्कार गाइज, वेलकम टु माई न्यू भ्लग। तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम आरामले सन्चै छु। फेरि पनि मेरो नयाँ भ्लग आइसकेको छ। आज चाहिँ हामी उता चाबेलबाट बस पार्क जाँदै गरेको रुम चाबेल केटाहरूकोमा गएको थियौँ भिडियो पोस्ट हाल्नु। अस्तिको त्यो पिज्जावाला भिडियो पोस्ट हाल्नुलाई आज चाहिँ वाइफाई छैन नि त, त्यही भएर वाइफाई छैन, त्यही भएर भिडियो पोस्ट हाल्नु गएको थियौँ। अहिले चाहिँ मैले बिहान भिडियो पोस्ट गरेर आएँ। कति लगभग भ्लग गरेको 4-5 दिनमा भिडियो पोस्ट गरेँ होला। अब यो भिडियो पनि धेरै पछाडि आउँछ, किनकि हाम्रो रुममा वाइफाई छैन, पीडितवाला हो नि त हामी। अब डाटाबाट हालौँ भन्दाखेरि पैसा छैन, त्यही भएर देख्नु सक्नुहुन्छ काठमाडौँ बजार आज चाहिँ पानी परेर शनिबार उता पछाडि भ्यू देखाइ देख्न सक्नुहुन्छ। भ्यू लास्ट बवाल छ आजको चाहिँ। भवाल देखिरहेको छ। ल काठमाडौँ बजारमा बवाल छ। कसम आज चाहिँ यति शान्त वातावरण भइरहेको छ कि सधैँ धुलो उठ्यो भने यो ठाउँमा हिँड्नु सकिन्थेन। अनि हामी चाहिँ बस नचढी हिँड्दै भ्लग गर्दै हिँड्दै सोच्दै यहाँ भ्लग गर्दै जाँदैछौँ। हामी चाहिँ बस पार्कतिर यहाँदेखि लगभग 6 किलोमिटर होला बस पार्क, धेर पनि होइन, टाढो होइन। हामी 1 घन्टा 45 मिनटमा पुग्नु सक्छौँ। लास्ट दामी छ क्या अब आज चाहिँ। ल अब चिसो भइरहेको छ पुरै टक्क लाएर खुसी लाग्छ क्या यस्तो हुँदा चाहिँ। धेरै दिन पछाडि घाम लागिरहेको थियो नि त सधैँ। देख्न सक्नुहुन्छ हामी 2 दिन पानी परेर सही भएको छ है। 2 दिन पानी पऱ्यो। हिजो रातिदेखि पानी परेन। हिजो राति दिउँसो 11-12 बजीबाट परेर ट्युसन पढ्नु त परिरहेको थियो, तर हिजो दिउँसो म रुमबाट निक्लिनँ, त्यही भएर हल्का परिरहेको थियो हिजो चाहिँ। रातिबाट ठुलो पऱ्यो। अब हामी चाहिँ हल्का भ्लग हान्दै टक्कसँगले रुमतिर जाँदैछौँ। लास्ट गाडीहरू कुद्दिने क्या अब यहाँ रोडमा चाहिँ पिच बनाउने यो मिसिन हो, पेल्ने। टाउकोमा हात जाने बानी छ क्या। अब भ्लग गर्दा चाहिँ जति बेला यस्तो गर्ने बानी भएर कस्तो पीडा भइरहेको छ अरे। देख्न सक्नुहुन्छ मेरो ड्रिम कार थार। मेरो चाहिँ ड्रिम है त्यो कार चाहिँ, थार चाहिँ। क्या दामी चौर छ क्या अब यहाँ देख्न सक्नुहुन्छ। यस्तो बवाल मस्त। बसमा भन्दा हिँड्दै जानुको मजा खाल्टै छ। यहाँ काठमाडौँमा आएर चाहिँ मेरो कामै यो भएको छ क्या। अब हिँड्ने भ्लग बनाउने भन्दा पनि भ्लग चाहिँ बनाएको छैन। आज हिजो अस्ति र आज मात्रै हो। प्रायः जस्तो म भ्लग बनाउँदिनँ नि त। अब अहिले मात्रै बनाउनु थालेको। मेरो अस्ति फोन बिग्रिएको थियो, त्यही भएर अस्ति भ्लग हाल्दिनँ। यो चाहिँ दिदीको फोनबाट भ्लग हानिरहेको छु। अब राम्रो क्यामेरावाला फोन थिएन नि त अस्ति, त्यही भएर भ्लग पनि हानेको थिइनँ। दिदीको फोनमा पनि त्यस्तो चेक गरेको थिएन, ठिक नै आउँदो रहेछ, त्यही भएर मैले भ्लग बनाइदिरहेको हो। कस्तो लाग्छ भ्लग हेरेर कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। र टक्क लाएर चप्पल कारखाना भन्ने ठाउँमा आइपुग्यो। हामी 3 किलोमिटर चाहिँ हिँडिसक्यो हो। यो के हो? यो दामी ठाउँ त के हो यो? दामी ठाउँ, दामी ठाउँ लाग्यो। कस्तो दामी मौसम भइरहेको छ क्या अब हिँड्नलाई चाहिँ। सहीको भइरहेको छ, सही यस्तो बवाल भइरहेको छ। चिसो मौसम, मस्त हिँडाइ। यो हो नि त मजा। बसमा के मुला त्यो रोकिँदै चेप्किँदै जानुको मजा हुन्छ, हिँड्दै जानुको मजा फाल्टो हुन्छ नि त। टक्क लाएर देख्न सक्नुहुन्छ आकाश पनि यस्तो दामी भइरहेको छ आज। कसम भने हो। ल होइन, अहिले चाहिँ चट्ट लाएर हामी वसुन्धरा आइपुगेको छौँ, आइपुगिसक्यौँ। अब वसुन्धरादेखि चाहिँ नजिक हो।
हामी जानुपर्ने चाहिँ गङ्गाबुसम्म मात्र हो, बस्तारसम्म जाँदैनौँ। साबेलदेखि आएको हामी चाहिँ के बोल्ने खै के बोल्ने भनेको बेला अलिक छेउछेउमा हिँड्नुपर्ने हुन्छ। पुरै यार निशब्द भइहाल्छ नि, शब्दै निक्लिँदैन यार। अलिक भ्लग हान्नु थालेको भनेपछि चाहिँ दामी दामी ठाउँ पनि अब के गर्नु, पैसा छैन त भने पारी यस्तो बवाल ठाउँ देखिरहेको छ। त्यो एउटा डाँडा त ऊ हो, स्वयम्भू हो क्या होइन। अब पहिलोचोटि काठमाडौँ आएको, यस्तो ठुलो सहर छ रहेछ। सोचेको थिइनँ क्या अब यस्तो हुन्छ भनेर चाहिँ। सहर मात्रै होइन, गाडी पनि यत्रो हुँदो रहेछ। कहाँ त्यो हामी गाउँमा फिजिन्न सानो सानो बसहरू देखेको, यहाँ त घर कुरा नगरौँ होइन। यस्तो दामी घरहरू, रोडहरू छ भने नि गाडीहरू, तर लास्ट जाममा पर्ने हो र पो त अलिक टेन्सन हुनेछ त यहाँ। देख्नु सक्नुहुन्छ हेर्नु न नि, भिड चाहिँ कस्तो छ त गाडीको नि। आमा सोचेको थिइनँ यार काठमाडौँ, मेरो चाहिँ काठमाडौँ फर्स्ट अब यो त पहिल्यैदेखि काठमाडौँ नै बसेको मान्छे हो, यसलाई त के कुरा गर्नु। म चाहिँ आएको थिइनँ जिन्दगीमा, पहिलोचोटि आएको पनि धेर भएको छैन, 1 महिना जस्तो भयो। तर सोचे जस्तो चाहिँ लागेन। के सोचेर आएको काठमाडौँ के कस्तो हो के भन्नु। देख्नु सक्नुहुन्छ वसुन्धरा के हो यो खोला पुल यस्तो छ पुल। पुल चाहिँ भत्क्या छ है तर रहेछ। सधैँ बसमा हिँड्ने बानी आज चाहिँ हिँडेर गएको। अस्ति एकचोटि राति पनि बस नपाएर हिँडेरै गएको हो, तर आज चाहिँ भ्लग गर्ने सोचले गर्दा हिँड्दै आएको। मजा भएर त अन्त पानी पनि पऱ्यो, त्यही भएर अलिकति सजिलो पनि भइरहेको छ। यति बेला घाम भएको गएँ, घाम त मरिसकेको हुन्छ। अहिले 6-7 बज्नु लाग्यो अनि दिउँसो घाम परेको भए चाहिँ अहिले हिँड्नु सकिन्थेन। रोड तत्तिएर के भएर भन्नु कि गाह्रो छ नि हौ जिन्दगीमा। डलाएर देख्नु सक्नुहुन्छ कति अब मेरो अनुहार मात्रै हेर्नु होइन, कहिलेकाहीँ त्यस्तो पछाडि यस्तरी प्लेन देख्नु सक्नुहुन्छ, प्लेन यस्तरी प्लेन उडेकोहरू पनि कहिलेकाहीँ त देखाइदिनु होइन। कलाएर ल चट्ट लाएर अब चाहिँ पुग्नु लाग्यो यसको के तेरो के हो रुम, यसको रुममा चाहिँ पुग्नु लाग्यो। मेरो रुम चाहिँ यसकोदेखि लाग्छ अलिकति 10 मिनट जस्तो भनौँ न, 10 मिनट जस्तो लाग्छ। यो घर चाहिँ कत्रो बनिँदैछ क्या, हेर्नु न नि यार। लास्टै बगाल बनाउनु आँटेछ घर चाहिँ। बाटो पनि देख्नु सक्नुहुन्छ, म पिच हिँड्दैछु होइन। म चाहिँ यस्तो बिग्रेको बाटो हिँड्दैछु किनकि पिचमा मलाई अलिकति डर लाग्यो। गाडी रन्केर आउँछ, स्वाइङ गरेर जान्छ पुरै, अनि सातो जानु खोज्छ घरिघरि। घनामा बसहरू त्यस्तो कुद्दिने कि मुला डरै मर्दैन। अब खाली पायो कि हावा मात्रै आयो, यस्तो खालको कुद्दिने क्या यहाँतिर चाहिँ। देख्नु सक्नुहुन्छ यहाँ कार भन्नु कि ट्याक्सी भन्नु कि गाडी भन्नु कि कार हो भाइ, सकियो मेरो हुनु नि। कार पनि होइन, ठुलो कार हो, कार पनि होइन ठुलो कार हो अरे। यो भन्छ नि चिने के हो अनि यो त अनि पुग्ने यस्तो अन्त कार भनेको।
होइन अहिले चाहिँ टक्क लाएर साथीले काम गर्ने क्याफेमा आइपुगेको छौँ हामी चाहिँ आइसकेको छौँ देख्न सक्नुहुन्छ क्याफे साथीले काम गर्ने चाहिँ यो हो एउटा देख्न सक्नुहुन्छ एकदम छ वसुन्धरा चौकी होइन वसुन्धरा चौकी सपना भरि एकजना र यो एकजना साथी के छ सन्चै छस् सन्चै छस् मेरो भ्लगमा हो म्याचले चोर यस्तो हिरो निक्लिरहेको थिएँ मलाई कस्तो बोल न त उता परेन कस्तो दामी ल यसले चाहिँ अहिले आएर हामीलाई कफी पनि ल्याइदिइसकेको सकेको छ यसको क्याफेमा फेरि पनि हामीलाई त कफी तर यसले हामीलाई पैसा पर्दैन नि यहाँ यो क्याफेमा पुरा सिलुके बोल्दा ल होइन अब यहाँ बस्दा बस्दै रात पऱ्यो देख्नु सक्नुहुन्छ रात पनि यस्तो परिसक्यो यसको क्याफेमा आएर एकछिन बसेको रात परिदिइहाल्यो थाहा नै भएन रात परेको अरे यस्तो दामी छ ठाउँ बसेर खानुलाई कफी सफी खानु छ भने आउनु होला वसुन्धरा चौकी छेउ ल यति भन्दै मेरो भ्लग यहीँ आज व्यवस्थित हान्छु र सबैजनाले सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ